भदौ 23 र 24 गते भएको ऐतिहासिक जेन्जी आन्दोलन पश्चात पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकारको गठन भएको छ र उक्त सरकारको प्रमुख उद्देश्य भनेको फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन गर्नु रहेको छ। यो ऐतिहासिक आन्दोलनमा सहभागी भएका जेन्जी पुस्तालाई यो निर्वाचनमा सहभागी गराउन निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्यलाई सुरुवात गरेको छ। 16 वर्ष उमेर पुरा भएका र नेपाली नागरिकताको प्रमाणपत्र भएका हरेक नागरिकले आफ्नो नाम दर्ता गराउन सक्नेछन्। यो प्रक्रिया प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूका साथै अनलाइन माध्यमबाट पनि गर्न सकिने भनेर निर्वाचन आयोगले जानकारी गराइसकेको छ। नामावली सङ्कलनका लागि बिहान 8 बजेदेखि बेलुका 6 बजेसम्म सम्बन्धित कार्यालयहरूमा आफ्नो नाम दर्ता गराउन सकिनेछ। मतदाता नामावलीमा नाम दर्ता गर्ने मात्र होइन, यसअघि आफ्नो विवरणमा भएका त्रुटि सच्याउन वा ठेगाना सार्नका लागि पनि अनलाइनबाट प्री रजिस्ट्रेसन गर्न सकिन्छ। आज हामी नयाँ दर्ता कसरी गर्ने भन्ने बारेमा तपाईहरुलाई जानकारी गराउँछौँ। यसका लागि सबैभन्दा पहिले निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा जाने, त्यसको लिङ्क तल देखाइएको छ। त्यहाँ नयाँ दर्ता र नामावली अध्यावधिक भन्ने दुईवटा विकल्पहरू हजुरहरूले देख्न सक्नुहुनेछ। यदि तपाईँले अहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको छैन भने नयाँ दर्तामा क्लिक गर्नुहोस्। तर पुरानो मतदाता हुनुहुन्छ र विवरणमा रहेको त्रुटि सच्याउन वा मतदाता नामावली सार्न चाहनुहुन्छ भने नामावली अध्यावधिकमा क्लिक गर्नुहोस्। नयाँ दर्ता फारम भर्नका लागि सुरुमा आफ्नो फोन नम्बर राख्नुपर्छ। आफ्नो मोबाइल नम्बर राखिसके पछाडि उक्त नम्बरमा एउटा ओटिपी कोड आउँछ। उक्त ओटिपीलाई आयोगको वेबसाइटमा जहाँ ओटिपी नम्बर हाल्नुहोस् भनेर देखाइएको हुन्छ त्यहाँ त्यो ओटिपी नम्बरलाई राख्नुहोस्। ओटिपी राखेपछि देखिने नयाँ विन्डोमा तपाईँले विवरण भर्ने विभिन्न चरणहरू पार गर्नुपर्छ। त्यहाँ देखिएको नयाँ दर्तामा क्लिक गरी आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरूलाई राम्रोसँग पढी हालसम्म मेरो मतदाता नामावलीमा समावेश भएको छैन लेखिएको स्थानमा टिक लगाई सुरु गर्नुहोस्मा थिच्नुहोस्। अब खुल्ने नयाँ विन्डोमा तपाईँ बस्ने प्रदेश, जिल्ला, नगरपालिका वा गाउँपालिकाका साथै वडा नम्बर राखेर कुन मतदान स्थलबाट तपाईँले भोट हाल्ने हो उक्त मतदान स्थलको पनि नाम छानेर अर्को फारममा जानुहोस्। अब यसमा तपाईँको आफ्नो व्यक्तिगत विवरणहरू भर्नुपर्छ, जहाँ मतदाताको नाम नेपाली र अङ्ग्रेजीमा, तपाईँको पेसा, शैक्षिक योग्यता, मातृभाषा, वैवाहिक स्थिति, लिङ्ग, नाता, बाजे बुवा आमा या पति पत्नीको नाम, टेलिफोन नम्बर, आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना भरी अर्को फारममा जानुहोस्। अब आउने फारममा जन्ममिति, नागरिकता, जारी भएको जिल्ला र मिति, जन्मस्थल र स्थायी बसोबास विवरणहरू भर्नुपर्छ। साथै 100 KB भन्दा कम साइज नभएको नागरिकताको फोटोलाई पनि त्यहाँ राख्नुपर्छ र नयाँ फारमका लागि अगाडि बढ्नुपर्छ। यदि तपाईँ अपाङ्गता भएको व्यक्तिमा पर्नुहुन्छ भने कुन किसिमको अपाङ्गता हो त्यो पनि यसैमा खुलाउनु पर्ने हुन्छ। यसपछि मातृभाषा, शैक्षिक योग्यता र समूह वर्ग छानी अगाडि बढ्नुहोस्। अब तपाईँले फोटो खिचाउने र औँठा छाप दिने बायोमेट्रिकको स्थान र मिति छान्नुपर्छ, जुन तपाईँले उक्त मितिमा गएर उक्त स्थानमा आफ्नो बायोमेट्रिक गर्नुपर्ने हुन्छ। सबै विवरण भरिसकेपछि रुजु गर्नुहोस् र सबै विवरणहरू सही भएमा दर्ता गर्नुहोस् बटनमा थिच्नुहोस्। यसपछि तपाईँको अनलाइन आवेदन दर्ता हुन्छ। अनलाइन आवेदन दर्ता भएपछि मतदाताले फोटो खिचाउन र औँठा छाप दिन बायोमेट्रिक, अनलाइनबाट प्राप्त दर्ता फारम, आफ्नो नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपि, स्थायी ठेगाना बाहेकको हकमा बसाइसराईको प्रमाणपत्र र त्यसको प्रतिलिपि र विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र र त्यसको प्रतिलिपि सँगै लगेर अघि छनौट गरेको स्थानमा गएर हजुरले बायोमेट्रिक गर्नुपर्ने हुन्छ र मात्र मतदाता नामावलीमा तपाईँको नाम दर्ता हुन्छ। होइन भने फागुन 21 गतेको चुनावमा तपाईँले भोट हाल्न पाउनुहुन्न। त्यसै हुनाले सबैले सकेसम्म आफू 16 वर्ष पुगिसक्नु भएको छ भने नामावलीमा दर्ता गर्नुहोला र 18 वर्ष पुग्नु भएको छ भने फागुन 20 गतेसम्म 18 वर्ष पुग्नु भएमा भोट हाल्न पाउने हुनाले सबैले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नुहोला।